नमस्ते जीवन दर्शन टु युट्युब च्यानलमा यहाँहरू सम्पूर्ण दर्शकवृन्दहरूलाई हामी हार्दिक स्वागत गर्दछौँ। यहाँहरूको सुदिनको पनि हामी कामना गर्दछौँ। जहाँ रहनुहुन्छ जस्तो अवस्थामा रहनुहुन्छ हजुरहरूको शुभ दिनको पनि हामी कामना गर्दछौँ। जीवन दर्शन टु युट्युब च्यानल परिवारको तर्फबाट आज हामी विशेषतः काठमाडौँको भद्रकाली माताको देवस्थलमा आइपुगेका छौँ र माता नवदुर्गाको एउटा स्वरूपको रूपमा भद्रकाली मातालाई लिन्छ र विशेष गरिकन चैत्र महिनाको आज नवरात्रको तृतीय तिथिको यो पावन दिन शनिबारको यो पावन दिनमा हामी सौभाग्यवश माताको दर्शन गर्न हामीले सुअवसर जुर्यो र यहाँहरू समक्ष हामीले केही सन्देशमूलक जानकारी लिएर यो भिडियो मार्फत आएका छौँ। आशा छ यहाँहरूले त्यो भिडियोलाई पूर्ण रूपमा हेर्नुहुनेछ भन्ने विश्वास पनि लिएका छौँ। समादरणीय दर्शकवृन्द, जहाँ अन्याय हुनेछ, अत्याचार र दुराचार बढ्नेछ, त्यहाँ देवीले अनेकौं स्वरूप लिएर दुष्ट धर्मीहरूको विनाश गर्नुहुनेछ। माता नवदुर्गा भवानीका विभिन्न स्वरूपहरूको बारेमा सप्तशक्ति चण्डीमा पनि हामीले पढिरहेका छौँ। यहाँहरू सबैलाई यो विषयमा अवगतै छ र विशेषतः हामीले आश्विन शुक्ल प्रतिपदादेखिको विशेषतः नवरात्र अनि चैत्र शुक्ल प्रतिपदादेखिको यो नवरात्र दुई प्रकारका नवरात्रलाई हामीले विशेष ढङ्गले हेर्ने गर्दछौँ र अहिले चाहिँ हामी चैत्र शुक्ल प्रतिपदादेखि सुरुवात यही नवरात्रको अवसर पारेर माताको दर्शन गर्न आएका हौँ र माताजीले जब जब विपद पर्दछ, जब जब हाम्रा अप्ठ्याराहरू हामीसँग अगाडि सादृश्य भएर उभिन्छन्, त्यो बेलामा हामी कसको शरण लिने भन्दा यिनै भद्रकाली माताको शरण लिने गर्दछौँ र भद्रकाली माताको मन्दिरमा आएर माताको पुकार गरेर माताको आशीर्वादले हाम्रा विघ्न बाधाहरू हट्नेछन्, नवग्रह दोषहरू हट्नेछन् अनि अप्ठ्याराबाट हामीहरू अवश्य पनि मोक्ष पनि हुनेछौँ। किनभने देवी भनेको शक्तिको स्वरूप हो र देवी भनेको एउटा नारीको स्वरूपको रूपमा पनि माताजीलाई हामीले पूजा गर्छौँ। यत्र पूज्यन्ति सा नारी, यत्र पूज्यन्ति सा नारी, मन्त्य शस्त्रदेव। जहाँ नारीको पूजा हुन्छ त्यहाँ सबै देवता पूज्य हुनुहुन्छ। त्यसकारण हामी देवीको यो देवस्थलमा आएका छौँ र संस्कृतमा एउटा श्लोक छ, या देवी सर्वभूतेषु बुद्धिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु लज्जारूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। देवी पर्पणार्ति हरे प्रसिद्ध प्रसिद्ध मातर कृतोखिलस्य प्रसिद्ध विश्वेश्वरी पाहि विश्वम त्वमेश्वरी देवी चराचरस्य। हे माता जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गाक्षेम शिवदात्री स्वाहा सुधा नमस्तुते। दुर्गाक्षेम शिवदात्री स्वाहा सुधा नमस्तुते। साँच्चै माता भद्रकालीले अप्ठ्यारोमा विपद परेको बेलामा अथवा जब जब अन्याय अत्याचारहरू बढ्नेछन् त्यो बेलामा आफ्नो विकराल स्वरूप लिएर अत्याचारी र अधर्मीहरूको दुष्टहरूको नाश गरेको प्रसङ्ग पनि वर्णन गरेको छ। यसै गरिकन श्रीमद् भागवतमा पनि भद्रकाली माताले जोगाउनु भएको अर्थात् बलिदिन लागेको व्यक्तिलाई माताले आएर संरक्षण गर्नुभएको र भद्रकाली स्वयं प्रकट भएर अधर्मीमाथि वज्र उठाउनु भएको प्रसङ्ग पनि भागवतमा यहाँहरूले सुन्नुभएकै छ। त्यसकारण शक्ति स्वरूपका रूपमा हामीले भद्रकाली मातालाई अवश्य पनि पूजा गर्नेछौँ र यदि यो चैत्र मासको नवरात्रको यो समयावधिमा केही गर्न सकिएन भने पनि यहाँहरूले दुर्गा सप्तशती चण्डी पाठ गर्नुभयो, मातालाई स्तोत्र गर्नुभयो, माताको स्तोत्र पाठ गर्नुभयो भने पनि माताको आशीर्वादले अवश्य पनि यहाँहरूका मनोकामनाहरू पूर्ण हुनेछन्। यदि यहाँहरूको परिवारमा कतिपय कामहरूमा बाधा भइरहेको छ, अडचन भइरहेको छ र कामहरूमा अप्ठ्यारा स्थिति आइरहेको छ भने पनि अवश्य पनि माताको आशीर्वादले पूर्ण रूपमा यहाँहरूका कर्ममा सफलता मिल्नेछ भन्ने हामीले विश्वास पनि लिएका छौँ र विशेष गरिकन माता भद्रकाली
भद्रकाली समग्रमा नवदुर्गाको अत्यन्तै महत्त्वपूर्ण स्वरूपको रूपमा हामीले लिने गर्दछौँ। शुम्भ निशुम्भ चण्ड मुण्ड आदि गरेका राक्षसहरूलाई जसरी देवीले वध गर्नुभएको प्रसङ्ग सप्तशतीमा चण्डीमा हामीले पढेका छौँ, दुर्गा कवचमा पनि पढेका छौँ। यस्तो विरात्री शक्तिशाली माता भद्रकालीले हजुरहरू सबैलाई कल्याण गर्नुहोस्, परिवारमा मङ्गल कामहरूको चाहिँ सुरुवात होस् र आजैबाट अप्ठ्यारा कर्महरू, अप्ठ्याराहरू, दुःख कष्टहरू चाहिँ हटेर जीवनमा एउटा सुखद समयको चाहिँ सुरुवात होस् भन्ने हामी सबैको कामना रहेको छ। र आज नवरात्रको यो पावन दिनमा देश विदेशमा रहेर हामीलाई जसले हाम्रो युट्युब च्यानल हेर्दै हुनुहुन्छ उहाँहरू जहाँ भूगोलको हिसाबले जतिसुकै टाढा रहनुहुन्छ भने पनि उहाँहरूको सबै परिवारमा माता भद्रकालीको आशीर्वाद लागिरहोस्, मनोकांक्षा मनोवाक्षित फल प्राप्ति भइरहोस् र विघ्न बाधाहरू हटेर जाउन्। यदि नवग्रहजन्य दोषहरूले पनि कहिलेकाहीँ कर्महरू अपूर्ण भएको छ भने नवग्रहहरू पनि शान्त बन्दै जाउन्। यो सन्ध्यासनकालीन समयको यो पावन अवसरमा यो माताको दिव्य दर्शनले यहाँहरूको मनोकांक्षा पूर्ण होस्, मनभित्रका बेकारहरू हटेर जाउन्, आत्मामा एउटा सद्विवेक र सद्विचारको अभ्युदय होस्, मनमा एउटा सकारात्मक सोच, सकारात्मक चिन्तन अनि सकारात्मक ऊर्जाको चाहिँ सुरुवात होस् भन्ने हामी कामना गर्दछौँ। र हामीलाई यहाँहरूले गर्नुभएको माया, यहाँहरूले पुरै दिनुभएको सद्भाव, प्रेरणा जीवन दर्शनको युट्युब च्यानलले सदैव स्मरण गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्छौँ। र यदि यहाँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ जीवन युट्युबको सर्च बारमा गएर JIVAN स्पेस DRSHAN अनि स्पेस 2 अङ्क खोज्नुभयो भने अवश्य पनि यहाँले हाम्रो युट्युब च्यानललाई भेट्नुहुनेछ। अनि सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, हामीभित्रका कमी कमजोरीहरूलाई यहाँहरूले बताइदिनु होला, किनभने यहाँहरू नै हाम्रो युट्युब च्यानलको आधिकारिकता हो र हजुरहरूको माया बिना हामी अधुरो छौँ, अपुरो छौँ अनि अपूर्ण छौँ। यस्तै माया र प्रेमले हामी सधैँभरि हजुरहरू समक्ष सजिन पाएरौँ र माता नवदुर्गा विशेष गरी त्यसमा पनि भद्रकाली माताले हाम्रा हर खतहरूमा यसै गरी अगाडि बढ्ने सद्बुद्धि र सद्विवेक सदैव प्रदान गर्नुहोस् र भगवानको सदैव आशीर्वाद प्राप्त होस् भन्ने शुभकामना, शुभेच्छा र सदिच्छासहित यो छोटो भिडियो बिदा माग्यौँ। ओम ऐं ह्रीं क्लीं चामुण्डे विद्महे नमो नमः।